नमस्ते सबैजना साथीहरुलाई फेरि पनि मेरो भिडियोमा चाहिँ पुनः स्वागत गर्न चाहे। आज फेरि लामो समयपछि म आफ्नो फेरि सानो मुकबाङ भिडियो लिएर यहाँ फेरि तपाईहरु सामु उपस्थित भए। आज चाहिँ शनिबारको दिन पनि भयो अनि मसँग फेरि गाउँबाट ल्याएको अलिकति खानेकुराहरु पनि थियो। अहिले फुर्सद पनि भयो, मलाई मन पनि भयो, धेरै समय भयो मैले भिडियो बनाएको थिएन। मैले गाबा बनाएको छु। गाबा चाहिँ यो मेरो आफ्नै त्यहाँ बाहिर लगाएको, यो चाहिँ लोकल कुखुराको त्यही हो, थाहा पाउनुभयो, मासु, साग, सलाद, यो लाउसीले एकदम मनपर्ने यो बेस्ट आलु, तर डढी गयो यो खानाहरू। र यो चाहिँ के हो भनेर तपाईहरुले चिनिहाल्नुहुन्छ। यो देखाउ, यो मेरो लागि के हो भन्ने कुरा त ज्यान भन्दा ठुलो, यो मेरो फेभरेट मही। हामी सबै मिलेर खाना खान्छौँ। लाटो छ, लाटोतिर फर्कन आधेर लाटो छ, डल्लो छ, बाबु छ, लाउसी हाम्रो चाइनिज टिचर पनि हुनुहुन्छ र सबैजना मिलेर चाहिँ हामी खाँदैछौँ। बोल्ने त मै मात्रै हो, अरू त कोही पनि बोल्नुहुन्न, थाहै छ तपाईहरुलाई। अब हेर्दै जानुहोस् है त। ल लेट्स सी योरसेल्फ, यु टेक योरसेल्फ, यु टेक योरसेल्फ, आवर फुड इज फर यु। कम लाउसीको अलिअलि म त देखाउँदैन। दिस इज आलु फ्राई वाट अचार त्यसरी खिच्दैन क्या, हल्लाइराख्दैन। आई नो यु डोन्ट लाइक इट। Why? Spicy? This is for you. Good यार। अघिल्लोचोटि पोर्कको मासु बनाएको त राम 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 राम। मैले गाबा राखेँ, खाए ल। सुरु गरिसकेछ यिनीहरूले त। Already we start. How is sit? No, sit properly. नदेखा है। No. Okay. First bite. Bad boy. नदेखा बाबु, आऊ खाना ल्याउ त, म तिमीलाई हालिदिन्छु। आइहाल छिटो, यताबाट राखिदिन्छु क्या यो छिटो। अहिले हामीले खाइ भ्याइदिन्छौँ अनि यहाँ भात चाहिँदैन। अस्ति मैले हाम्रो घरमा धेरै खुर्सानी छ भनेको थिएँ नि, डल्ले खुर्सानी, त्यो डब्बैभरि खाने कस्तो डर लाग्छ। हिजो अस्मिता मिश्र म त्यो चटपट खाएर आएको, मलाई बेलुका बिहान कस्तो गाह्रो भयो। गाह्रो चटपट खाएपछि के कुरामा गाह्रो हुन्छ भने थाहै होला तपाईहरुलाई हैन। साग खान्छ बाबु, मलाई साग हुन्छ। साग हामीलाई राख्दैौ न बाबु। तिमी आउँदैनौ के क्यामेरामा? बोल्न पनि लाजेलाई। You don't like this? राख्दैौ। हामीले एउटा वेटर पालेका छौँ, अलि धेरै राख्दैौ। मलाई त साग इट खाना ल्याएर खाइहालौँ। Thank you very much. टाढा भयो बाबु, हामी स्टप गर नि त, स्टप गरेर यता मिलाऊ अनि फेरि बनाऊ। यसरी खायो भिटामिन हुन्छ, आँखा देख्छ। लतप्तै गरेर खाऊ। आँखाले सिस्नु कति खान्छ, आँसु अनि ग्रेभी सो इट। पहिला सौगातको मम्मीको घरमा हुँदा हामीलाई कति सिस्नु खुवाउनुहुन्थ्यो कि। अहिले मैले त्यो पूर्वतिरको दिदीहरूले, बहिनीहरूले सिस्नुको भिडियो बनाएको देख्दा कस्तो, तर मलाई खासै पकाउन आउँदैन, तर एकदम मिठो लाग्छ मलाई। तर अलिअलि सिस्नु जस्तै देखेको छ नि, देखिएन, सिसाको चाहियो त्यो भाँडा। हाम्रो बाबु ल्याउमा हात राखिदिन्छु ले, नहल्लाउ धेरै। स्टप गर्दै बनाउन पाए पो है। यिनीहरूको अगाडिको जस्तै हुन्छ कि है, क्यामेराको अगाडि त मार्दै अनि भात ल्याएर चाहिँ भात हालेर लैजाऊ कि। अस्ति नै ल्याएको भालेको काट्यो, तर खाएर भएर बनाउन भ्याएन। अहिले चाहिँ फेरि पछि अर्को आएर अनि
बनाएको थियौँ दाइ आउनुभएको थियो अनि बनाइदियो अब नवीन आउनु मान्दैन यसको गर्लफ्रेन्डहरू होला नि त्यही भएर अनि क्यामेरामा देखिन्न भनेर खास के हो भने स्टप गर्छ एकछिन त्यो पोल खोल्छु म बन्द हामी चाहिँ एक दिन चाहिँ त्यो उता लेक साइडतिर गएर चाहिँ त्यो सिस्नु चाहिँ ल्याएर पकाएर खानुपर्छ नत्र भए गाउँ गएको बेलामा सिस्नु खोजेर ल्याएर पकाएर खाने यो घरमा हामी दुईजना मात्रै छैन लाउसी छ नवीन छ तर उनीहरू क्यामेराको अगाडि आउन मान्दैन दे क्यान नट के अरे दे क्यान नट अगाडि आउनु चाहन्छ इन फ्रन्ट अफ क्यामेरा दे क्यान नट कम इन फ्रन्ट अफ क्यामेरा है अब यस्तै छुटेको बेलामा मात्रै कहिले कहिले यसो माथि भाइलाई क्यामेरा मारेर त खुट्टा खान्छु भन्दैछ खुट्टा हाम्रो घरको खुट्टा खाने यही हो खाले मासु खाऊ न मासु खाने त खान हुन्छ अहिले भाइले खान्छ लुकेर खान्छ भाइले खान्छ भनेको भाइ त खान्छ नि मैले खानै एकले खाँदा पो जोस आउँदो रहेछ त खान सक्यो कि छ मलाई त भयो के अरे लुगामा लायो क्या आम लायो जान लायो देऊ त त्यहाँ पछाडिबाट अब खाना खान लाग्नु चाहिँ आउँछ नि त अब 16 गर्न त अब खाना राखेर अहिले भन्दैछ अहिले पछ नि पछ पिरो डल्ले उठ्छ नि यस्तो गर्दै एकछिन पिरो बाबुले सबै हड्डीहरू पाखामा निकालेर राख्छ लोकल कुखुराको त मासु भेट्दैन नि त यो गाभा त मैले गाउँबाट ल्याएको पिनालु अनि खाइन सकेर नि बाहिर फुलको रुखमुनि गाडिदिएको थिएँ त्यो त हुर्र पलाएछ सबै टिपेको त यति भएको त्यो गाभामा थोरै दाल राखेर बनाएको थियो मैले हिजो बच्चाहरूलाई स्कुलमा आज म मुकबाङ भिडियो राख्छु है मैले खानाको भिडियो राख्छु चाइनिजलाई पनि उनीहरूको लाउसीलाई पनि भिडियोमा ल्याउँछु भनेको थिएँ तर खासै आउन मानेन मैले फोर्स पनि गरिनँ अनि
अनि यहीँ बसेर मेरो साइडमा बसेर खायो अनि कोठामा गयो। हुन त मसँगै खाएको हो उसले। खुवाउन त खोजेको अब खासै मानेन नि त, अब को कर गर्न पनि भएन यसरी। आमाले हामी कति खान्छ मासु भन्नुहुन्छ। अरू बेलामा त एक थरी पकायो, त्यसमा रस राख्यो अनि खायो भाग्यो, फुर्सदै नहुने। यत्रो चाहिँ खायो बिहान। बाबुले हामी 4 जनाले खाँदा पनि एउटा कुखुराको मासु खान सकिएन। लगभग 1-1.5 केजीको जति थियो होला। एउटै भिडियो 7 मिनेटको भयो कि उनका, लामो हुन्छ क्या। हड्डी मात्रै खा। अचार नि भयो, खान सकिएन, मिठो थियो। भिडियो पछाडि गएर दिँदैन बिहान 6 बजे उठेर पानी परेको थियो, त्यही पनि रुच्दै रुच्दै मन्डी गएको थिएँ। अस्ति नै यहीँ हाम्रो छेउको पसलमा एउटा सागलाई 50 रुपियाँ 60 रुपियाँ मुठा रे उयो साग। आज घर गएर साग लिएर यहीँ ल्याएर खाएको नि, सब्काएको नि थिएन, जम्मै एक साग खाएको थिएँ। बिहान उठेर गएको त त्यही सेम साग 25 रुपियाँ। त्यस्तो फरक हुँदो रहेछ। मुला 50 रुपियाँ किलो। यहीँ धेरै मन्डीमा गयो भने सला खानु हुँदैन, तरकारी त खासै खाइन्न, सला खानुहुन्छ। धेरै मन्डीमा गएर ल्याएको त 100 को 4 किलो रे 25 रुपियाँ। गाजर कस्तो राम्रो यहीँ छ, यो भन्दा नि अझै कस्तो राम्रो गाजरहरू 100 को 4 किलो 25 रुपियाँ किलो। त्यस्तो फरक पर्दो रहेछ गाउँ परेको मतलब। मलाई त यसरी जान चाहिँ सौगातको मम्मीले सिकाउनु भएको क्या, मिस यहाँ जानुपर्छ, यहाँ सस्तो बजारमा आएको तरकारी पसलमा 25 रुपियाँ 1000 रुपियाँमा आउने सामान त झ्याट 500 मै आउँछ, जानु भन्दै हुनुहुन्थ्यो। गई पनि राख्थेँ म। आज गएको त त्यस्तो फरक पर्दो रहेछ। त्यही भएर पानी पनि रुच्दै छुट्टीको बेलामा गएर बाबु खानेकुरा लिन आऊ, के थप्ने यहाँ सबै दाल छ, मासु छ, सबै लैजाऊ, मलाई धेरै भयो। हाल्छ त खानेकुरा राख्ने त गाबा सबै सिधाउनु भाइरा राख्छौ त गाबा। बिर्को भएको टिफिनमा हालेर राख है, आफू गएर खा बाबु। बाबु अघिल्लो भिडियोमा चाटेको थियो, अहिले पनि चाट्नु पर्यो। ल बन्द गरिदिए। छोडा 2 गिलास करना होला यो। मलाई कति मिठो लाग्दो रहेछ गाबा सिस्नु, कति मिठो लाग्दो रहेछ भन्ने कुरा म आफैले यो भिडियो हेरेपछि आफैलाई पनि अनुभव हुन्छ क्या। खुट्टा निदा मेरो त मार्दै त भिडियो छिटो यहाँ हो क्यामेरा कस्तो भयो।